हर्षिका तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत हर्का सम्पाङलाई लक्षित गर्दै कडा प्रश्न उठाएकी छन्। उनले लेखेकी छन्, चिनी धेरै खायो भने तितो हुन्छ भने जस्तै म तपाईको ठूलो समर्थक थिएँ, तर अहिले सदनमा हरेक समय विरोध गरिरहनु भएको देख्दा अचम्मित छु। उनको प्रश्न छ, यो सरकार बनेको 40 देखि 50 वर्ष भयो कि 1 महिना? 1 महिनामै आकाशबाट तारा वा जुन झार्नुपर्ने हो? यति मात्र होइन, उनले सदनभित्र प्रधानमन्त्रीलाई मात्र खोजिरहने शैलीप्रति पनि प्रश्न उठाउँदै भनेकी छन्। हामी अन्य सांसदहरूको कुनै अस्तित्व छैन? उनले सदनमा सबैलाई बोल्ने समय दिइएको दाबी गर्दै केवल बोलिरहँदा मात्र देश विकास हुने भए नेपाल धेरै अघि विकसित भइसक्ने टिप्पणी पनि गरेकी छन्। साथै प्रतिपक्षको भूमिका केवल विरोध र भाषणमा सीमित हुन नहुने तर्क राखेकी छन्। अब प्रश्न उठ्छ, हर्क सम्पाङको सदनभित्रको शैली सही हो कि अत्याधिक विरोध? तपाईको विचार के छ? कमेन्टमा भन्नुहोस्।